पदारी गर्नु भनेको विरोध गरेको होइन त्यति भने जस्तो नै मान्छे तपाईँहरूले कुनै समय अगाडि यो देशबाट बाहुनलाई लखेट्नुपर्छ भन्ने एउटा अभिव्यक्ति दिनुभएको थियो। आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी एकैछिन आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मार्फत तपाईँहरूले सहमति भएर उपसभामुखमा आउनु भएको छ, यसलाई के भन्नुहुन्छ? अब लखेट्छु भन्ने कुरा कहाँबाट पाउनु हो के पाउनु हो त्यो हामीलाई थाहा छैन। तपाईँले चाहिँ काँड छाड्दै त्यो बनाएको त्यसमा सत्य त छैन। होइन यसो तपाईँको आवाज सत्य त छैन। त्यसमा तपाईँले त बोल्नु भएको छ नि होइन? कुन सन्दर्भमा बोलेको थियो त्यही त प्रश्न पार्दैन, त्यही त भनिदिनुहोस् न। यस्तो सुन्नुहोस् है, जन्मिँदा कोही सूत्र अछुत हुँदैन, जन्मिँदा कोही उचा निचा हुँदैन। धर्म र जातको नाममा कसैले विभेद नगरौँ। मान्छेभित्र चाहिँ त्यो विभेदको विचार हामी सबैभित्र छ होइन, त्यो विचारबाट हामी माथि उठ्नुपर्छ र त्यस्तो किसिमको विचार कसैले पनि चाहिँ हामीलाई राख्नु हुँदैन भन्ने। तर तपाईँ आफैले बोल्नु भएको थियो नि त मान्छे। त्यही त भन्दैछु त, त्यो कुरा त मैले तपाईँले गर्दैछु त होइन। त्यो सन्दर्भमा त्यसरी बोलेको थियो क्या। त्यो वर्णवादी विचार चाहिँ त्यो तपाईँको चाहिँ कुनै खसारेको चाहिँ व्यक्तिमा मात्रै होइन, अन्य समुदायमा हुनसक्छ। त्यसै कारणले गर्दाखेरि त्यो किसिमको विचार कसैले बोक्नु हुँदैन। अब तपाईँहरूले नेपाल